नेपालको संविधानले स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरे अनुरूप नेपाल सरकारले 25वटा नीति र लगभग 146वटा रणनीति समावेश गरेर राष्ट्रिय स्वास्थ्य नीति 2076 तथा नेपाल स्वास्थ्य क्षेत्र रणनैतिक योजना 2079-80 देखि 2087-88 सम्मलाई कार्यान्वयन गरिरहेको छ। जस अनुरूप नेपाल सरकारले अस्पताल नभएका हरेक स्थानीय तहमा 5 देखि 15 शय्यासम्मका अस्पताल सञ्चालन गरी स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिएको छ। हालसम्म 78वटा अस्पताल निर्माण भई सञ्चालनमा आएका छन् भने 245वटा अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्। त्यसैगरी अस्पताल निर्माणको घोषणा भइसकेका 72वटा अस्पतालको निर्माण कार्य सुरु हुन नै सकेको छैन। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा स्थापित आधारभूत अस्पताल विजयनगरले आधारभूत स्वास्थ्य सेवासँगै मातृ शिशु तथा बाल स्वास्थ्य सम्बन्धी विविध सेवा प्रदान गरिरहेको छ। जनशक्ति र उपकरण अभावका कारण प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा भने समस्या पैदा भएको छ। विजयनगर गाउँपालिकालाई चाहिँ यो प्रदेशभरिमा दोस्रो रूपमा चाहिँ पूर्ण खोप बनाएको छौँ। एएनसी भिजिटहरू यसको लागि महिला जो आउनु भएको छ उहाँलाई गाह्रो हुन्छ भने महिला डाक्टरले नै उपचार गर्ने, महिला डाक्टरले नै उहाँलाई हेर्ने। मान्यता प्राप्त स्वास्थ्य संस्थामै आफ्नो 4 देखि 9 पटकसम्म प्रोटोकल अनुसार स्वास्थ्य जाँचका लागि पालिकाभित्र निःशुल्क एम्बुलेन्स र पालिकाबाट रिफर भई जाने जुनसुकै स्वास्थ्य संस्थाको पनि हामी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ। जनशक्तिको चाहिँ ठुलो अभाव भएको कारणले चाहिँ चलाउनलाई एकदमै गाह्रो परेको छ। तत्काल रूपमा सबै उपकरणहरू नभएको र जनचेतनाको अझै अभाव भएको कारणले चाहिँ स्वास्थ्य सेवा दिनलाई चाहिँ हामीलाई अलिकति कठिन चाहिँ परिरहेको छ। आधारभूत अस्पताल विजयनगर मात्र होइन, कैयौं गाउँघर स्वास्थ्य क्लिनिक, शहरी स्वास्थ्य व्यवस्थापन केन्द्र र स्वास्थ्य चौकीदेखि कतिपय केन्द्रीय अस्पतालहरू समेत जनशक्ति अभावबाट प्रभावित भइरहेका छन्। हाम्रो यस तोरबाङ स्वास्थ्य चौकीमा 2 जना चाहिँ पारामेडिक्सहरू चाहिँ 1 जना अनिवार्य अवकाश र 1 जना चाहिँ सोह्र भएर जानुभयो। त्यही नै जनशक्तिको अभाव छ। हाम्रो गाउँघर क्लिनिक चाहिँ स्थापना भएको चाहिँ अब 30 वर्ष चाहिँ भइसकेको छ। 30 वर्षमा पनि हाम्रो जुन हामीले दिएको सेवा जिउको त्यो छ, त्यसलाई चाहिँ हामीले चाहिँ बढाउन सकेका छैनौँ। कुनै पाटोमा चाहिँ नि अब मेन पावरहरूको कमीले गर्दा, कुनै पाटोमा चाहिँ नि सफिसियन्ट इक्विपमेन्टहरूको राम्रोसँग आपूर्ति नभएको हुनाले चुनौतीहरू चाहिँ नि कहिले आइरहेछन्। सीमित स्रोत छ, बजेट अभाव छ, जनशक्ति छैन र थोरै बजेटमा काम गर्नुपर्ने हुँदाखेरि आयुर्वेदका विभिन्न गतिविधिहरूले हामीले समुदाय स्तरसम्म लान सकेका छैनौँ। प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ, तर अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र औजार उपकरणको व्यवस्थापनका लागि ठोस योजना नै बन्न सकेको छैन। 15 शय्याको हस्पिटल निर्माणाधीन अवस्थामा छ। त्यो तयारी भइसकेपछि त्यसबाट सेवा प्रवाह गर्ने हो। सेवा प्रवाह गर्नको लागि चाहिँ हामीसँग ठोस कार्यक्रम, ठोस योजना केही पनि छैन। किनभने त्यहाँ चाहिने डाक्टरको चाहिँ सङ्ख्या, उहाँसँग जोडिएको चाहिँ पारिश्रमिकको बजेट र त्योसँग चाहिँ के भन्दाखेरि जोडिएको आवश्यक उपकरणहरू सङ्ख्यात्मक हिसाबले र गुणात्मक हिसाबले, यो दुईटै हिसाबले चाहिँ के भन्दाखेरि त्यो प्रकारको दक्ष जनशक्ति तयार गर्न सकिरहेका छैनौँ। नेपालमा हाल प्रति 1 लाख जीवित जन्ममा 151 मातृ मृत्यु दर रहेकोमा सन् 2030 सम्ममा 70मा झार्ने लक्ष्य तय गरिएको छ। नेपालमा सबैभन्दा बढी मातृ मृत्यु दर रहेको बाँके जिल्लास्थित भेरी अस्पतालले मातृ शिशु सुरक्षाका लागि विभिन्न सेवा प्रदान गरिरहेको छ। तर जनशक्ति र पूर्वाधारको समस्याबाट मातृ शिशु सुरक्षा तथा उपचारका कार्यमा विभिन्न समस्याका साथसाथै स्वास्थ्यका सामाजिक निर्धारकहरू विद्यमान छन्। विशेष गरी हाम्रो उद्देश्य भनेको मातृ मृत्यु अनि त्यसै गरी नवजात शिशुको मृत्युलाई कम गर्नु नै रहेको छ। मृत्यु दरै घटाउन त सकिएको छैन, किनभने हाम्रो यो रिफरल हस्पिटल हो। फ्लो अनुसारले बेड अझै पनि प्रशस्त मात्रामा पुगेको छैन। पोस्ट अपरेटिभ बेड थप्नुपर्ने स्थिति छ। र अर्को भनेको जुन हाम्रोमा केस फ्लो धेरै छ, वर्षमा लगभग 6000 जति छ भनेपछि डेडिकेटेड बर्थिङ युनिट त्यो पनि हाम्रो प्रक्रियामा त छ, तर छिटै सुचारू गर्नुपर्ने आवश्यक छ।
स्वास्थ्य उपचारमा हुने आर्थिक बोझ घटाउँदै सबै नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने लक्ष्यसहित सञ्चालित राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमका कारण आधारभूत स्वास्थ्य लगायत थप सेवाहरू प्रभावकारी भइरहेको छ। तर स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा अनेकौं चुनौतीहरू कायमै छन्। स्वास्थ्य बिमा गरेको छु मैले। अब अहिले इमर्जेन्सीको हिसाबमा चाहिँ इमर्जेन्सीमा चाहिँ राम्रो छ। ओपिडीमा चाहिँ अब धेरै भिडभाड, त्यो भएर चाहिँ मैले ओपिडी चाहिँ अलिक गाह्रै मान्छु। त्यो चाहिँ मैले हामी त यहीँ नि जाँचिन्छ, धेरै वर्ष भइसक्यो। डक्टरहरू त राम्रै हुनुहुन्छ। अब पालो कुर्दा अलिक समय लाग्छ, 1-2 दिन नि लाग्छ। जस्तै चितवनमा मात्रै 7 लाख पपुलेसनमा 5 लाख पपुलेसनलाई बिमित गरेको छ। र चाहिँ त्यत्रो बिरामी आउनु पर्दाखेरि हाम्रो चाहिँ बिमा कार्यक्रम लागू भएपछि चाहिँ स्वास्थ्य संस्थालाई सबैकरण गर्नुपर्छ भनेर कुन कार्यक्रम आएन नि। दैनिकी हाम्रो 2000को रेन्जमा बिमाको बिरामी हुनुहुन्छ। बिमा बोर्डको एपिआईबाट हामीले डाटा तानेर टिकट दिनुपर्ने हुन्छ। त्यो नचल्दाखेरि बिरामीहरू चाहिँ अस्ति 2-3 दिन सिस्टम नचल्दाखेरि चाहिँ हाराहारी 300-400 बिरामी नै फर्किनु भयो टिकट काट्न नपाएर। हाम्रो यो बिमाको सर्भरकै समस्या छ। पिक टाइममा अथवा पेसेन्टले टिकटिङ लिने टाइममा लगभग 9-10 बजीतिरबाट 12-1 बजीसम्म सर्भर डाउन भएर टिकटमै ढिलो हुने समस्या देखिएको छ एउटा। अर्को कुरा चाहिँ हाम्रो बिमामा थुप्रो रकम को शोध भर्ना आउनुपर्ने ठाउँमा हाम्रो संस्थाहरूमा चाहिँ शोध भर्ना अथवा रकम चाहिँ टाइममा नआउँदाखेरि पनि हस्पिटललाई धेरै समस्या परेको छ। दोस्रो कुरा हैन, स्वास्थ्य क्षेत्रको समग्र सुधार र मजबुत प्रणाली निर्माणलाई स्वास्थ्य नीतिले जोड दिएको छ, जसका लागि तथ्याङ्क व्यवस्थापन महत्त्वपूर्ण पक्ष हो। जस अनुरूप नेपाल सरकारले मोरङ जिल्लास्थित बुढीगङ्गा गाउँपालिकाका स्वास्थ्य संस्थाहरू मार्फत मृत्यु निगरानी र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका केही स्वास्थ्य संस्थाहरूमा जन्म दर्ता व्यवस्थापन प्रणाली कार्यान्वयन गरेको छ। जस अनुरूप स्वास्थ्य संस्थामै जन्म तथा मृत्यु दर्ता हुँदै आएको छ। कम्युनिटीमा मृत्यु भइसकेपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य संस्थामा ल्याउनुहुन्छ। गाउँमा कोही मृत्यु भएपछि त्यहाँको डाटा लिन्छौँ, त्यो ल्याएर हामीले हेल्थ पोस्टमा बुझाइदिन्छौँ फर्म। त्यो कलेक्सन गरेको रिपोर्टलाई स्वास्थ्य संस्था प्रमुखबाट चाहिँ त्यो एउटा एप्लिकेसन छ, त्यो एप्लिकेसनमा उहाँहरूले इन्ट्री गर्नुहुन्छ। एकचोटि हामीलाई यो गर है भनेर हामी पाइलोटिङमा पर्यौँ। अब त्यसपछि चाहिँ अलिकति हामीलाई पनि आएर कहाँसम्म गर्दैछौ, हामीलाई चाहिँ अझै अलिकति ओरिएन्टेसन दिइरहेदेखि चाहिँ हामी पनि अलिकति झकझकिँदै अझै पर्फेक्ट हुँदै जान्थ्यौँ कि भन्ने सुझाव र अर्को एउटा मैले अहिले फिल गरेकै च्यालेन्जेस चाहिँ एकदमै भन्नुपर्ने च्यालेन्जेस चाहिँ मैले अहिलेसम्म हामीले स्टपै गरेका छैन इन्ट्री गरिदिनलाई। तर हामीसँग चाहिँ 81 सालबाट 82 सालमा जब आयो रिपोर्ट चाहिँ हामीले रिट्राइभै गर्न सक्दैनौँ। आमा सुरक्षा कार्यक्रमले गर्दाखेरि यहाँ अब डेलिभरीको सङ्ख्या बढ्दै गयो। अब यो बिआरएमएस चाहिँ यो गरिदिनुपर्छ भनेर हामीले पहल गर्ने भन्दा पनि यो हामीलाई चाहिँ गभर्मेन्टले नै ल सर तपाईँहरूले पनि आबद्ध हुनुपर्छ है, त्यहाँको डेलिभरीको सङ्ख्या धेरै भयो, बच्चाहरू धेरै जन्मिन थाले भनेर उहाँले नै यो डिजिटलाइजेसन उहाँले नै गर्नको लागि चाहिँ गरिदिनु भएको हो। यो बर्थ सर्टिफिकेट बनाउनुपर्छ भन्ने कुरा म आफैलाई पनि त्यति खासै जानकारी थिएन। मलाई हस्पिटलले आफै आएर हस्पिटल स्टाफले आएर हजुरको नानी जन्मिनु भएको छ, हजुरको बर्थ सर्टिफिकेट बनाउनुपर्छ भनेर जानकारी दिनुभयो। नागरिकता लिएर जाँदाखेरि अनि एकदम इजी प्रोसेस छ, धेरै डकुमेन्टहरू झमेलाहरू केही पनि हुँदैन। बाजुराबाट आएको हुन्छ अनि यहाँ आयो, बच्चा जन्मायो, बच्चा जन्माइसकेपछि अब हामीले चाहिँ त्यो बर्थ सर्टिफिकेट बनाउँदाखेरि बुवा आउँदै नागरिकता नै चाहिन्छ भन्छौँ। कतिले नागरिकता बोकेर आएकै हुँदैन, सिस्टमै चलिरहेको हुँदैन कि कहिलेकाहीँ भइरहेको हुँदैन। अब हामीले छिटो लिन एउटा क्लाइन्ट घर जान्छ, पेसेन्ट डेलिभरी हुन्छ, फेरि डिस्चार्ज हुन्छ, त्यति बेलै दिन पाएनौँ, रेकर्ड भएन भने फेरि उसलाई बोलाउनु पर्यो, खर्च पनि त भयो नि उसको। पछिल्लो समय जलवायु परिवर्तनका असरहरूका कारण नेपालमा प्राकृतिक प्रकोप बढ्दो अवस्थामा छ। नेपाल सरकारले निर्दिष्ट गरे अनुसार हरेक स्थानीय तहदेखि सङ्घीय सरकारसम्मका संयन्त्रमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना र स्वास्थ्य सङ्कट तथा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यान्वयन भइरहेका छन्। गत वर्ष काभ्रेको रोसी खोला र अन्य नदीको बाढीबाट प्रभावित क्षेत्र र यस वर्ष 2082 साल असोजको तेस्रो साता परेको अविरल वर्षा पश्चात भएको बाढी र डुबानका क्रममा इलाम, झापा लगायतका प्रभावित जिल्लाहरूमा द्रुत प्रतिकार्य र आपतकालीन उपचार सेवाहरू सञ्चालन गरिएका थिए। असोजको 18 र 19 गतेको जुन बाढी भइरहेछ त्यसमा चाहिँ अब इलाममा निकै नै धनजनको क्षति भयो। 39 जनाको मृत्यु नै भयो भने अब 1300 करिब चाहिँ विस्थापित हुनुभएको छ।
त्यसमा अब 26जना घाइतेमा लगभग 19-20 जनाको जिल्ला अस्पताल इलाममै उपचार भएको थियो भने केहीको चाहिँ बिएनसीमा पनि रिफर भएको थियो। औषधिहरू चाहिँ हामीले इमर्जेन्सीमा राखेको हुन्छौँ, इमर्जेन्सी डिजास्टर किटमा राखेको हुन्छौँ। यो जुन ल्यान्डस्लाइड आयो यसले चाहिँ बाटो चाहिँ धेरै ब्लक गर्यो, बिरामीहरूलाई चाहिँ आउन चाहिँ गाह्रै पऱ्यो यहाँ अस्पतालसम्म आउन। मेन समस्या चाहिँ हामीलाई डेड बडी म्यानेजमेन्टको भएको थियो योचोटि। जुन महामारी नियन्त्रणको लागि चाहिँ इमर्जेन्सी मेडिसिनहरू चाहिँ हामीले प्रदेशसँग पनि कोअर्डिनेसन गरेर 8वटा प्रभावित पालिकामा हामीले चाहिँ पुर्यायौँ। जिल्ला स्वास्थ्य कार्यालय इलामसँग सहकार्य गरेर त्यो विपद परेको ठाउँमा चाहिँ हामीले 2 दिनसम्मको चाहिँ हेल्थ शिविरै सञ्चालन गऱ्यौँ। गाउँपालिकाको अधिकांश ठाउँमा पानी पस्यो। बाढी पसिसकेपछि मेन पानीको स्रोत चाहिँ के हो, बिग्रियो। अधिकांश ठाउँमा चाहिँ झाडापाखाको सम्भावना बढ्छ या पानीजन्य रोगहरू बढ्छ भन्ने कुरा हामीले आकलन गऱ्यौँ। स्थानीय तहमा गएर ऱ्यापिड हेल्थ रेस्पोन्स एसेसमेन्ट गरेर सुरुमै झाडापखालाको लागि चाहिँ हामीले पिउस बाँड्ने, स्वास्थ्य शिक्षा दिने, त्यहाँका स्वास्थ्य कर्मीहरूको त्यसको लागि क्यापासिटेट गर्ने, स्वयंसेविकाहरूलाई क्यापासिटेट गर्ने काम गऱ्यौँ। सबैले चाहिँ यो खानेपानी खाना सबै कुरामा सहजीकरण जुन गर्नुभयो, यो चाहिँ हामीहरूको खासै अलिअलि रुगाखोकी लाग्यो। तर त्यत्रो 12,000 भन्दा बढी मान्छे चाहिँ प्रभावित यति व्यापक हिसाबले भएको ठाउँमा कुनै पनि महामारी हुन पाएन। विभिन्न समयक्रममा विभिन्न महामारीले जनस्वास्थ्यमा गम्भीर सङ्कट पैदा गर्छ। पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिकामा विक्रम सम्वत 2082 साल साउनको अन्तिम साता समुदाय स्तरमै हैजा सङ्क्रमित हुन पुग्यो। श्रावण 30 गते शुक्रबारको दिन तराई हस्पिटलले चाहिँ नि खबर गर्यो। स्वास्थ्यकर्मीहरू त्यहाँ गएर चाहिँ नि सबै हेरेसेपछि हामीले चाहिँ त्यसलाई चाहिँ कलेरा हो भनेर चाहिँ नि पुष्टि गरिसकेपछि सबभन्दा पहिले त हामीले 1 देखि 32 सम्मको सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई साथीहरूलाई खबर गरिकन बसेर बैठक गऱ्यौँ र यसलाई चाहिँ नि एउटा एक्सन प्लानमा जाने हामीले निर्णय गऱ्यौँ। नारायणी अस्पतालले पनि तपाईँको चाहिँ नि वार्डहरू खोल्यो। एकदम धेरै बिरामीहरू आउन थालेपछि वार्डहरू एक्सटेन्सन गर्नुपर्छ भनेर हामीले एडिसनल 12वटा बेड मेडिसिन वार्डमै एक्सटेन्ड गरेर सुरु गऱ्यौँ। यो 12वटा बेडले पुगेन। त्यस पश्चात एउटा ब्लक खाली थियो, 20 बेड फेरि हामीले त्यहाँ अरेन्ज गऱ्यौँ। हैजाको बेलामा त सर हस्पिटलमा फ्री औषधि गराइदिन्छु, औषधिको सुविधा दिनुभयो, खानापिना सुविधा दिनुभयो, बस्नलाई पनि सुविधा दिनुभयो। सबै घर घरमा गएर हैजाको लागि कि पानी उमालेर खानु होला हैन, हात धोएर खानु होला, बच्चाहरूलाई बाहिर दिसा पिसाब नगर्न लगाउने, सधैँ टोयलेटमै दिसा पिसाब गर्न लगाउने जस्तो सबै हामीहरू सधैँ एकचोटि होइन 2 चोटि होइन हप्ताभरि त्यो जस्तै सधैँ हेरिराख्ने। सधैँ हामीले बढीमा जोड चाहिँ नि हामीले जनचेतनाको कार्यक्रममा दियौँ। त्यही फलस्वरूप आज चाहिँ नि हैजा नियन्त्रणमा आएको छ। विभिन्न रोग सम्बद्ध नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको नेपालले विक्रम सम्वत 2081 साल माघ 22 गतेदेखि फागुन 6 गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप कार्यक्रम सञ्चालन गरेको थियो, जसमा 14,46,000 भन्दा बढी किशोरीहरूले खोप लगाएका थिए। कैयौं चुनौती, समस्या र जटिलता विद्यमान रहँदै पनि नेपालको स्वास्थ्य क्षेत्रमा आशालाग्दा सुधारहरू समेत देखिएका छन्। कतिपय स्वास्थ्य संस्थाले स्थानीय स्तरमा विभिन्न योजना, कार्यक्रम, नवप्रवर्तन तथा आवश्यकता र अवस्था अनुसारको स्वास्थ्य सेवा प्रवाह गरी स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाइरहेका छन्। झिम्रो गाउँपालिकामा भित्र यो 6 नम्बरभित्र रहेको यो तोरबाङ स्वास्थ्य चौकीबाट हुनुपर्ने सेवा सुविधा, सेवा प्रवाहमा एकदमै राम्रो तपाईँको फिडब्याक सहितको राम्रो तपाईँको सेवा सुविधा दिएको हामीले बाहिर सुन्नमा पनि आएका छौँ। यहाँ आउँदा सुविधा चाहिँ एकदम राम्रो दिनुहुन्छ, दबाईको लागि एकदम राम्रो छ। नेपाल सरकारले जम्मा 150 बेडको लागि डाक्टर नर्स हामीलाई दिनुभएको छ। 300 हुँदाहुँदै 500 सम्मको इट्स ओके भनेर अनुमति दिइसक्नु भएको। हामीले अहिले 600 करिब बेड चलाएको छौँ। त्यसमा 92% हाम्रो अकुपेन्सी छ। एकपटकमा 550 भन्दा बढी बिरामी सुतिरहेको हुन्छ बेडमा। सरकारी डाक्टर जम्मा अहिले हेर्नु 70 जना जति छन्, तर हामीले यहाँ 250 जना डाक्टर राखेका छौँ। नेपाल सरकारबाट सिधै तलब खाने कर्मचारी जम्मा 400 जना हुनुहुन्छ भने हामीसँग 1276 कर्मचारी अहिले छन्। अस्पतालबाट निस्किने
फोहोर मैला सोर्स सेग्रिगेसनदेखि फाइनल डिस्पोजलसम्मको लागि एउटा सुव्यवस्थित प्रणाली डेभलप गरेका छौँ। यहाँ अटोक्लेभ गर्ने वेस्टहरू फेरि हामीले रिसेग्रिगेट गर्छौँ र रिसेग्रिगेट गरिसकेपछि हाम्रो जति पनि भेन्डरले लानुहुन्छ त्यो हाम्रो बिक्री पनि हुन्छ। अहिले मन्थली नै हामीले 1,71,000 को टेन्डर परिसकेको छ, त्यो हामी सेल पनि गर्छौँ। ओसिएमसीको छुट्टै स्थापना गरेछौँ हामीले ठाउँ, एक्जामिनेसन रुम छुट्टै छ, रेकर्ड रिपोर्टिङको रुम छुट्टै छ र अहिले चाहिँ हामीले मनोसामाजिक परामर्शको लागि चाहिँ एउटा छुट्टै काउन्सिलिङ रुमको पनि व्यवस्था गरेछौँ हामीले। सिकल सेलका बिरामी यो एरियाको धेरै भएको हुनाले र उहाँहरूको चाहिँ ट्रिटमेन्ट चाहिँ यहाँ गरिने भएको हिसाबले सिकल सेलको युनिटै फरक छ, बर्नका युनिटहरू छन्। नेपालको स्वास्थ्य प्रणालीलाई उत्थानशील बनाउन अझ धेरै कार्य गर्न बाँकी नै छ। विशेष गरी जनशक्ति अभाव, स्थानीय, प्रदेश र सङ्घीय सरकार बीचको प्रभावकारी समन्वयमा विविध समस्या, भवन लगायतका भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट नहुनु, घोषित कार्यक्रमहरूको कार्यान्वयनमा सामाजिक, सांस्कृतिक र परम्परागत मान्यताका कारण विभिन्न बाधाहरू उत्पन्न हुनु लगायतका समस्या स्वास्थ्य क्षेत्रमा विद्यमान छन्। स्वास्थ्य क्षेत्र सम्बद्ध सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीच आआफ्नै अधिकार र कार्यक्षेत्र छन्। कुनै कार्यक्षेत्रहरू सम्बन्धित सरकारले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छन् भने कतिपय कार्यका लागि तीन तहकै सरकारका बीच सहकार्य र समन्वयको आवश्यकता पर्दछ। सबै नागरिकसम्म आधारभूत स्वास्थ्य सेवामा पहुँच, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्य क्षेत्रको समग्र सुधार र मजबुत प्रणाली निर्माण, महामारी तथा स्वास्थ्य जोखिमको नियन्त्रण तथा न्यायपूर्ण स्वास्थ्य क्षेत्रको उपलब्धताका लागि तीनै तहका सरकार लगायत बहुक्षेत्रीय समन्वय र सम्पूर्ण सरकारवालाहरूको सहकार्य अपरिहार्य छ।